हेलो गाइज वेलकम टु रेब्रस नेपाल है। हजुरहरू सबैलाई ह्याप्पी न्यु इयर है मेरो तर्फबाट। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज म स्वयम्भू आएको छु, तर यहाँको सिचुएसन मैले सोचेको भन्दा बिल्कुलै फरक छ। यति धेरै क्राउड छ कि आज के हुन्छ थाहा छैन। यति नभन्दै मेरो बाइकको पेट्रोल क्लिक 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 गर्न लाग्थेँ र म हिँडेँ पेट्रोल पम्प जाँदाखेरि आज फेरि यो दुःख दिने ठाउँमा आइपुगेँ म। पेट्रोल पम्प यो ठाउँमा आउँदा वालेट नै रुन थाल्छ। बाइकभन्दा पेट्रोल मेन्टेनेन्स महँगो भयो यार। तत्कालीन सरकारले एउटै अनुरोध गर्न चाहन्छु कि यो पेट्रोलको प्राइस चाहिँ घटाउनु पर्यो। अरू जे जस्तो भने नि यहाँ बाइक पाल्न गाह्रो भइसक्यो यार। यसो पेट्रोलको प्राइस मिटरमा गएर हेरेको आम्मामा 219 रुपियाँ छ। यत्रो महँगो त अहिलेसम्म भएको थिएन है। यो चाहिँ फर्स्ट टाइम होला सायद नेपालमै पेट्रोल यति साह्रो महँगो। फेरि त बढेको छैन नि पेट्रोलको दाम। What? Bro, what are you talking about, man? 100को मात्र दाइ, धेरैको होइन। कति 100को मात्र दाइ, पेट्रोल हालेर साध्यै छैन अहिले। पछि म निक्लेँ सबभन्दा महँगो ठाउँबाट। यो स्वयम्भू हो। आज क्राउड देखेर लिटरली म सक भयो। के हुन्छ आम्मा के साह्रो क्राउड हो यार। यस्तो है बाइक पनि जाला कि नजाला जस्तो छ। यताबाट हान्दिनँ क्या एन्टकले। बिस्तारै जाँदैछु म। क्रेजी भिड देख्छु है, पुरै भिडै भिड छ। भएको जति सबै काठमाडौँ मान्छे स्वयम्भूमा आयो क्या हो। आजको ब्लग एकदम ऱ्यान्डम छ, कुनै प्लान थिएन। बस बोर भएर बाइक लिएर निस्केँ, तर स्वयम्भू आइपुग्दै मैले जे देखेँ अनेस्टली अनएक्सपेक्टेड नै थियो। आजको राइड अलि स्पेसल हुन लागेको छ, सो लास्टसम्म हेर्नु होला। सायद आज न्यु इयर भएर होला यस्तो स्वयम्भू यस्तो क्रेजी भिड थियो है। सोच्दै नसोच्ने भिड थियो। सबै भएको मान्छे सायद स्वयम्भू नै घुम्न आएको हुनसक्छ जस्तो लाग्यो। स्वयम्भू सबैजनाले घुम्नको लागि एउटा डेस्टिनेसन चुज गर्यो होला आज ह्याप्पी न्यु इयर भएर। अर्को दिन स्वयम्भूले मार्केट खाने भयो है। के बोले भाइ? अब के बोले के जथाभावी बोले? यहाँ आइपुग्नु बित्तिकै यस्तो भिड देखेँ कि आमा गाडी जान लास्ट अप्ठ्यारो हुने है। यो बाटोमा अलिकति मात्र बाटो फ्री थियो, नभए उताबाट गाडी यस्तो चेप्दै आछन् आमा रन्काउँदै आछ। यो सायद वान वे भएर होला। ओहो यस्तो नगरिदिनु अङ्कल, के गर्नुभयो त, झन्डै हानेन। क्राउड देखेर हिँड्नै मन लागेन यहाँबाट। अनि म लाग्यो बाइकबाटै उता माथिबाट जाने बाटो छ, म त्यतैबाट जाने प्लान। माथिबाट जाउँ भर्याङबाट चढ्न सुरु गरौँ, तर भिड यति धेरै थियो कि फ्रिली हिँड्न पनि गाह्रो भइसकेको थियो। स्टेप बाई स्टेप जाँदा क्राउडले गर्दाखेरि नै फ्लो नै ब्रेक। रोडमा त जहिले समस्या हुन्छ यस्तो पानीको यार। यो कसले हेर्ने हो, हेरिदिनु पऱ्यो मेरो ब्लग हेर्दै हुनुहुन्छ भने है। राइड गर्दै कहिले काहीँ सोचिन्छ हामी किन राइडमा निस्क्यौँ, डेस्टिनेसनका लागि कि फिलका लागि। आजको राइडमा डेस्टिनेसनभन्दा नि इम्पोर्टेन्ट फिलिङ थियो। न त यो काठमाडौँको रिङ रोड, न ट्राफिक जाम, त्यस्तो त केही थिएन। तर भिड चाहिँ मान्छेको बढै क्राउड थियो यहाँ। तर त्यस बिचमा आफ्नै एउटा छुट्टै भाइब्स थियो। यो तलबाट गयो भने सिधै भगवानपुर पुगिन्छ। यदि यो माथि गयो भने चाहिँ हामी यता यो स्वयम्भूको यो ठ्याक्कै हामी त्यो माथि चढ्नुभन्दा नि हल्का तलसम्म पुगिन्छ। यो चाहिँ हाम्रो बाइक र बसहरूको लागि रोड युज हुने हो। स्वयम्भू माथि पुग्नु छ भने यो बाटो, यदि हजुरहरूलाई थाहा छैन भने यो बाटो आउँदा हुन्छ। हजुर यदि बाइक लिएर माथि जान चाहनुहुन्छ भने। त जाम थिएन, तर यहाँ अलि सानो यो ट्याक्सीले गर्दा जाम पर्यो। केही छैन, यहाँ एकछिन कुद्नु। अनि म अब यो स्वयम्भूको माथिको एकदमै नजिक छु। अब यहाँबाट अलिकति माथि गयो भने स्वयम्भू पुग्नु लाग्ने हुन्छ। एकदमै डिफ्रेन्सिएन्ट थियो। भिड, हसल, मुभमेन्ट एभ्रिवेयर थियो यहाँ होइन। मान्छेहरू आफ्नै स्टोरीमा बिजी छन्। कोही के गर्दैछन्, कोहीले फोटो खिच्दैछन्, कसैले बस इन्जोय गरिरहेको छ। यस्तो बिचमा यो बाटोमा के गरेर यार, बिचै बाटोमा भाडा लिने पेसेन्जर भएन यस्तो पाराले यार। अलि साइड लाएर लिनुपर्छ, कम अप्ठ्यारो भएको छ नि यहाँ मान्छेलाई यार। फेरि खतरा सिक्युरिटी छ केटा, यहाँको सिक्युरिटी भनेको फेरि
पुरा गाडे फेरि कोहीलाई चिन्दैन फेरि कसैलाई पनि चिन्दैन जोसुकै आओस् होइन तिनीहरू मङ्कीहरू है यहाँको यस्तो बबाल गाड्छन् होइन कसैलाई केही हुँदैन फेरि एकदमै स्ट्रिक्ट रुल छ है केटा फेरि खानेकुरोको लागि है अरूको लागि थाहा भएन के कस्तो हो त्यो के भन्छ खानेकुरो किनेर आउँछ होइन अनि के भन्छ आफ्नो लागि किने हो कि अरूको लागि त्यो बाँदरको लागि किनिदिए हो कि के थाहै हुँदैन है फेरि यहाँको त फेरि आफूले के भन्छ त्यो खान नपाउँदै नसकिनु पाउँदै आधीमै बाँदरले क्र्याप ज्याप कताबाट पार्छ थाहा छैन यहाँ त फेरि अलि राम्रोसँग खानु होला है कैसा लगा मेरा मजाक बसले गर्दाखेरि लास्ट अप्ठ्यारो भएको थियो एकछिन जानलाई के गरे कि बसले उताबाट जानुपर्ने ठाउँमा यता साइडबाट त्यही माथि यो कारले फेरि ओभरटेक गरेर के भन्नुभन्दा के भन्नु है यो बस है यस्तो ठाउँमा रहेछ फेरि यो टुरिस्ट बस हो है सानोतिनो बस होइन अगाडि सायद ठाउँ नभएर होला के कसो कारण तर यो उकालोमा रोकेर अति नै गाह्रो भइरहेको थियो गाडीहरूलाई जानलाई अलि सायद ढिलो पुगे होला सायद अलि बेलुकैतिर हिँड्ला थियो यस्तो उताबाट सबैजना फर्किरहेको थियो होइन सबै फर्किरहेको थियो जाने मान्छे पनि थियो तर उताबाट फर्किन चाहिँ अलिक धेरै नै थियो अनि अहिले रियलाइज भयो आजको दिन टप पुग्नको लागि होइन यो क्राउड एक्सपिरियन्स गर्नको लागि रहेछ है त्यो तल मात्र यस्तो क्राउड हुन्छ होला भनेको है माथि छैन होला जस्तो लागेको थियो तर होइन म रङ रहेछु यस्तो धेरै क्राउड थियो यहाँ म त्यो बेला मिम याद आयो कि एकछिन हेर्दाखेरि क्राउड हेरेर कवि सच्ची नहोगी भन्थ्यो नि त्यो मिम हो त्यो ठ्याक्कै एक्ज्याक्टली त्यही याद आएको थियो मलाई फेरि गोमा आएको थिएँ पिस खोज्न तर क्राउडले पेसेन्ट टेस्ट गरिदियो टपमा पुग्न तर एक्सपिरियन्स फुल भयो पुगेन टपमा त कहाँ जानु यस्तो भिडमा टपमा पुगेर साध्यै छैन यो रोडबाट त्यही माथि आउनु त यत्रो टाइम लागिसक्यो झन् त्यो टपमा पुग्दो त के भन्छ रात पर्नु बेर लाउँदैन यहाँ के बोले भाइ के बोले के जथाभावी बोले यस्तो क्राउडमा हिँड्नको लागि छुट्टै मजा आउँछ है फेरि केटाहरूलाई थाहा होला होइन यस्तो क्राउडमा हिँड्नु यस्तो मजा आउँछ फेरि हल्ला गर्दै हिँड्यो बस्यो यता साथीभाइहरूसँग आधीमा त पार्किङै राखेको छ कहाँबाट नि उँभो लाग्छ त नि बस यतिको फेरि बिचमा हिँडेको आज त यहाँ स्वयम्भू गाडी लिएर नआएकै ठिक भयो आउनु भन्दा त नआउनु पनि ठिक हो कि गाडी लिएर आज गाडी लिएर आउने ठाउँै होइन खास यो फेरि हान्छ यस्तो छ सब राम्रो मान्छे आज एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह यता माथि चाहिँ बाइक राख्ने ठाउँ हो अगाडि गाडी आइरहेको रहेछ यतापट्टि जानु पर्यो पुग्दैन छैन 100 को पेट्रोल हालेको थिएँ सकिन लागिसक्यो क्या हो म यहाँको क्राउड देखेर माथि त्यो ठ्याक्कै मलाई स्टेयर चढ्नै मन लागेन अनि म फर्केँ बाइक घुमाउँदै अनि म चाहिँ तलतिर लागेँ पुग्न त धेरै मन थियो तर के गर्ने भिड देखेर मलाई जानै मन लागेन यस्तो भिड छ आफूलाई अलिकति भए पनि ठाउँ भएपछि भइहाल्छ म स्वयम्भूको टपसम्म पुग्न सकिएन तर यो एक्सपिरियन्स भने वर्थ इट नै रह्यो अर्को दिन म फेरि ट्राई गर्नेछु अहिलेको लागि अहिले प्रगति गर्छ है भोलि बस्छ अरूले खाँदै जस्तो पुरै यस्तो छ अब फेरि अघिकै बस आएको छ बसले फेरि ल्याङ गर्ने भयो होला यतैपट्टि छिरेर बस्नु होला सेफ हुन्छ होला पुरै छ राम्रै छ ऐना नहेर बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोल जो पनि आइदिएछन् पेल्याछन् उतैबाटको माहौल छन् यस्तो छ है क्रेजी भिड छ यता बाइक लिएर चाहिँ आज तेरी दादागिरी निकाल दूंगा मैं
आएकै ठिक है। यस्तो न्यु इयर के फेस्टिभल अलि सैङ्गुमा धेरै नै भिड हुँदो रहेछ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने बाइक लिएर नआउनु नै बेस्ट हुन्छ।